Hello guys, good morning and welcome back to my new video, a new Another vlog. vlogs and another trip. अनि हामी यहाँबाट उता हनी जाने पनि यहाँबाट हामी हामी बाटो नचिनेर चाहिँ यहाँ काका एउटा घर एक राउन्ड हानेर आइसक्यौँ है। अनि हामी अघि यहाँबाट गएर उता राउन्ड गरेर यता निस्केर अब फेरि यता निस्केँ, यता जाँदैछौँ है। खै कता यता अगाडि मैले याद गरेँ कि त्यहाँ उस छ नि त कोन्बिनी टाइपको छ क्या। फेरि हामी चाहिँ मेरो मान्छेले के गरेका भन्यो भन्यो अनि हामी उता जानु तपाईँ महामूर्ख घरको मान्छे फेरि अनि अलि याद भएन नि त, त्यो भएर यसो कोही बात नै। यहाँबाट चाहिँ हामी ठ्याक्क जाने। यहाँ चाहिँ अब मैले सिनबाट सामान अर्डर गरेको अनि त्यसको पैसा तिर्न चाहिँ जाँदैछौँ हामी तिनजना। डिस हामीलाई गर्मी रहेन तिमीहरूलाई त जाडै भयो, मलाई चाहिँ जाडो भएको। म ठिक्कको जाडो भयो। यस्तो यहाँ कलर त्यो पार्किङ एरियाको कलरिङ गर्न लागेको है चाहिँ यहाँ चाहिँ 1 2 3 अनि यस्तो पार्किङ एरिया चाहिँ कस्तो राम्रो के यहाँको चाहिँ टक 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 लगाएर फुलहरू केही नगर्ने है। हामीलाई यहाँ साइड दिएर ओके यस्तरी त्यो त हो भने जस्तै यहाँ चाहिँ पुरा यस्तो डोजो गरेर यस्तो हामी यस्तो आधी गर्दै गरेर आएन है। यो चाहिँ कस्तो रेस्पेक्ट छ कि तर यहाँको मान्छेमा यो के भनौँ मलाई के भन्नु रेस्पेक्टिङ यस्तो राम्रोसँग रेस्पेक्ट गर्छ मान्छेहरूलाई उहाँले। हामीले पनि गर्नुपर्छ है यस्तरी। अब 7-11मा आइसक्यौँ अनि त्यसको ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ फुजिसान। अहिले चाहिँ बादल लागेर चाहिँ फुजी तल जङ्गलमाथि हिमालय उच्च ठाउँ नि सगरमाथा लेट्स गो। कसरी भन्छन् हो मेरो सामानहरू हेर्न आएको हेर्न आएको त भन्नु एउटा ब्रस हेर्नु न, ब्रस यी कुरा 700 800 बाप रे इतना महंगा सामान होता है इधर। रामेन थाली फाइनली हामी चाहिँ पैसा तिरेर आइसक्यौँ है। यहाँ 1415 रुपियाँ के अनि घर गएर खाना पकाएर जाऊँ न त, खाना पकाएर अनि माथि जाउँला उता कतै घुमेर आउँदा। यस्तो कपडामा के जाने हो यस्तो मार्केट हो यार त्यो त। हामी चाहिँ फर्किँदैछौँ गाइजहरूसँगै। सबै सामान आइसक्यो, अरू बाँकी भिडियो देखाउँछ। अब कहिले आउँछ थाहा होइन, 2-3 दिनमा आउँछ होला। सो ओके बाई बाई। ओ फाइनली मेरो के अरे यो के हो यो सिनको सामान आयो है। यहाँ हेर्छु म कस्तो आएर रहेछ। तिमीले जस्तो मगाएको त्यस्तै आएको हो। छिटोमा हेर्नु यहाँ मलाई नि हतार भइसक्यो। अब कस्तो टाँस्टी थियो है यहाँ त। जुत्ता हेरेर फेरि बच्चाको जुत्ता आयो भने अब साइज कुन साइज मगाएको त्यही साइज आउँछ। बच्चाको चाहिँ होइन ठुलो चाहिँ आउन सक्छ। तिमीले उता नेपालको साइज मगायो भने मैले भनेको होइन। यो जुत्ता त मलाई हुने जुत्ता आयो। कितना लम्बा है त्यो पनि नाप्नु एकचोटि नाप जुत्ता यस्तो आयो। अब कति घिनलाग्दो देखेर तर हुनसक्छ यस्तो लुज साइजमा।
ठिकै पहिल्यैको आहा कि मैले भनेको थिएँ यो नि सर्ट मैले नि मगाएको थिएँ उमालाई दिएको मैले बर्थडे गिफ्ट मसँग सेमै थियो उमालाई दिएको मैले बर्थडे गिफ्ट यही मन पऱ्यो भने मेरो सामान आएको ठ्याक्कै प्यान्ट कत्रो मलाई म त हेरेरै छक्क पर्छु हौ छक्क पर्छु कम्मर त फेरिको सामान अब यो पनि गर्न मिल्दैन तिमीलाई हुन्छ होला प्यान्ट त हुन्छ होला अलि लामो त भइहाल्छ लामो त लामै हुन्छ यहाँको प्यान्टहरू छोटो हुँदैन डिजाइन यो भन्दा चाहिँ दुपाटी ठिकै लाग्यो साइड नाप्नु त जुत्ता नापामै त म लगाउँदिनँ तर यहाँको जुत्ता त त्यो उस अनुसार गर्न पर्दो रहेछ क्या यहाँको नभन्छ तर हुन्छ होला यो त त्यो मोटो हटे गरेर हुन्छ कि भनेको ओके यस्तो हाइट रहेछ के अरे होस् भगवान् होस् के यो खोल्ने होइन खोलिन्न यतिकै हो हुन्छ नाच्नु है ओइ भयो नि त ट्याक्कै भयो है मोटो भएको भएर भयो नत्र तिमीलाई अरू भएको हुने थिएन धेरै ठुलो साइज होइन यो ठ्याक्कै भयो गाइज ल बधाई छ मलाई दुईटा जुत्ता त भयो बधाई छ जुत्ता भयो ल गाइजहरू प्यान्ट त अब एकछिन मलाई चप्पल किन्न मन छ क्या अब जुत्ता धुनु पर्यो यार यो लास्टै फोहोरमा जुत्ता त राम्रो पाउँछ यहाँ नेपालको भन्दा तर राम्रो हो यो रहेछ के अरे लचक लचक छ भाइ दिदी तर लचक लचक जुत्ताहरू राम्रो पाउँछ क्या म पनि हेर्नु पर्यो नापा नि त कतिमा हुन्छ कि नै मलाई त हुँदैन यो हुन्छ होला सायद अस्ति तिमीलाई कति साइज भन्दैछु तर यो कालो सर्ट कस्तो मन नपर्यो यहाँ सर्टहरू खासै राम्रो पाउँदैन कि अस्तिकोले नेपालबाट किन मगाएको रहेछस् मलाई जुत्ता धुने भनेको होइन तर ब्याग किन्नु पर्यो खै ल्याउनु हुन्छ यो त हुन्छ भिजाउनु लाग्यो कि जुत्ता के गर्ने हो भिजाउने हो कि रोक न लिएर आउने ल ल धन्यवाद सिनलाई मेरो सामान आइसक्यो है गाइज बाई बाई